गर्भवती महिलालाई ज्ञानेन्द्र शाहका शाही सेनाले बलात्कार गरेर बच्चा जन्माएपछि शिवपुरीको जङ्गलमा जिउँदै गाडेका थिए। प्रत्यक्षदर्शी भन्छन्, राजु बस्नेत आफैले बलात्कार गरे। 30 जेठ 2063 रिहा भए लगतै अखिल क्रान्तिकारीका तत्कालीन नेता हिमाल शर्मासँग प्रमिला देवकोटाले लिएको अन्तर्वार्ता, जुन लन्डनबाट प्रकाशन हुने युरोपको नेपाली पत्रमा प्रकाशित भएको थियो, यसले भैरवनाथ गण र राजु बस्नेतको वास्तविकता बुझ्न प्रधानमन्त्रीलाई सहयोग गर्ला भन्ने अपेक्षा छ। 2060 साल कार्तिक 3 गते कर्णेल राजु बस्नेत स्वयंले मलाई गिरफ्तार गरेका हुन्। म मर्न नलेखेर बाँचेको व्यक्ति रहेछु। बाँच्छु जस्तो लाग्ने त कुरै थिएन। मेरै आँखा अगाडि हाम्रा साथी तथा कार्यकर्तालाई निकै यातनापछि मारियो र त्यहीँ गाडियो। हामी हाम्रै साथीको चिहानमाथि राखिएका थियौँ। अहिले त्यो गण सम्झदा सपना जस्तो लाग्छ। मलाई गिरफ्तार गरी सिधै महाराजगञ्ज स्थित भैरवनाथ गणमा लगियो। त्यहाँ पहिलादेखि नै हाम्रा साथीहरू ज्ञानेन्द्र त्रिपाठी, दिपेन्द्र पन्त लगायतलाई राखिएको रहेछ। धेरै महिला साथी पनि थिए। सबैलाई आँखामा पट्टी थिए सबैका आँखामा पट्टी थिए र हात पछाडि बाँधिएका थिए। तिनीहरूमा रेवकला तिवारी, कौशला पोखरेल, रेणुका दुलाल, दुर्गा विसङ्खे लगायत थिए। उनीहरूले हामीबाट धेरै जानकारी लिन र आत्मसमर्पण गराउन यातनाका विभिन्न विधि अपनाए। हामी आस्थाबाट विचलित नभएपछि यातना थपिँदै गयो। पानीमा डुबाउने, करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने, सिस्नो पानी लगाउने, पत्तीले चिरेर नुन लगाउने जस्ता यातना त सामान्य नै थिए। सैनिकहरू, मुख्य गरी अधिकृतहरू महिला बन्दीमाथि बलात्कार आफ्नो हक मान्ने रहेछन्। 2060 मङ्सिरको अन्तिम हप्तातिरको कुरा हो। वाइवा नाम गरेकी 1 जना महिलालाई 13 जना सैनिकले बलात्कार गरेको मैले आफ्नै आँखाले देखेँ। त्यसमा कर्णेल राजु बस्नेत पनि थिए। उनी मलाई राखिएको ठाउँभन्दा 5 मिटर मात्र टाढा थिइन्। वाइवाको 8 महिनाको गर्भ थियो। उनले पहिले बच्चा जन्माउन देऊ, त्यसपछि चाहेको गर भनेर गर्नुसम्म हारगुहार गरिन्। यति हुँदाहुँदै पनि सैनिकहरूले हामी अहिले जन्माइदिन्छौँ भन्दै बलात्कार गरिरहे। नभन्दै 2 घण्टापछि एउटा मरेको बच्चा जन्मेछ, छोरी रहेछ। ती महिलाको यातनाका कारण भोलिपल्टै मृत्यु भयो। त्यसपछि कर्णेल बस्नेत आएर जहाँ मरेकी छ त्यही खाल्डो खनेर पुरिदे, कसैले केही गर्नेवाला छैन भन्दै गए र ती महिलालाई त्यहीँ पुरियो। हामीलाई पनि साङ्लोमा बाँधिएको थियो र पछाडिबाट हात बाँधिएको थियो। अरू बेला हाम्रो आँखामा पट्टी बाँधे पनि यातना दिने समयमा भने खोलिन्थ्यो आतंकित पार्न। उनीहरूले 15-16 वर्षदेखि 60 वर्षसम्मका महिलालाई पनि छाड्दैनथे। खानपान कस्तो थियो, के को खाना पाउनु, त्यहाँको चलन नै यातनाका नयाँ नयाँ तरिका अपनाउने र मार्ने रहेछ। हाम्रा 3 जना साथी भोकले मरे। 18 घण्टामा एकपटक चिया गिलासको 1 गिलास फुको भात खान दिन्थ्यो। त्यही पनि पछि खान नदिएर साथीहरू छटपटाइरहेका थिए। 62 वर्षका खड्गबहादुर बुढा भन्ने हुनुहुन्थ्यो। उहाँले मैले दुध र पाउरोटी खान पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो। त्यति बेलै मेजोर आएर कुट्नसम्म कुटे। खालास दुध पाउरोटी, तँलाई हामी भोकै मार्छौँ भनी कुटे। उहाँ त्यहीँ मर्नुभयो। पदमनारायण नहर्कीको पनि खानै नपाएर मृत्यु भयो। किरण रायमाझीको कुटाइबाट भएको घाउ पाकेर पिपै पिपकुण्ड भएको थियो। उनी पनि त्यो घाउको पीडा र खानै नपाएर मरे। केही नलागेर हामीलाई यतिसम्म गर्न लगाए कि त्यस्तो घटना मानव इतिहासमा बिरलै होला। एकजना हाम्रै कार्यकर्ता रेवकला तिवारी र भवनाथ दमलालाई त्यहीँ राखिएको थियो। उनीहरू हामीलाई निकृष्टभन्दा निकृष्ट यातना दिएर मनोरञ्जन लिन चाहन्थे। रेवकला र भवनाथ श्रीमान श्रीमती थिए। उनीहरूलाई नाङ्गै बनाइयो र त्यही हाम्रा अगाडि शारीरिक सम्पर्क गर भनी आदेश नै दियो। उनीहरूले भिडियो क्यामेरा ल्याएका थिए त्यो दृश्य खिच्नलाई। त्यो पनि हुन सकेन र कलालाई एकातिर लगेर रेप गरियो। भवनाथलाई कुट्नसम्म कुटियो। त्यसपछि तत्कालै हामी सबैलाई नाङ्गै पारियो। महिला बन्दी र पुरुष बन्दी दुवैलाई नाङ्गै पारेर ल तिमीहरूले बलात्कार गर भनी हामी पुरुषलाई आदेश दियो। तर त्यो पनि सम्भव हुने कुरै थिएन। त्यसपछि सबै महिलालाई लाइन लगाएर सेनाले बलात्कार गरे। महिला साथीहरूले बरु हामीलाई मार, गोली हान भनेर कुराएको सुनिन्थ्यो।
महिला साथीहरूले बरु हामीलाई मार गोली हान भनेर कराएको सुनिन्थ्यो। हामीलाई एउटा हलमा राखिएको थियो, नामबाट कसैले पनि बोलाइँदैनथ्यो। जबसम्म महिला आत्मसमर्पण गर्दिन बलात्कार गर्नु भनेर माथिबाट आदेश आएको हुन्थ्यो। हामीले किन यसो गर्छौ भनी सोद्धा पिट्न भन्दा यही ठिक छ नि भन्थे। 2060 साल पुस 5 गते राति 10:30 बजेतिर एउटा ठुलो ट्रक आयो। त्यसमा हामी सबैलाई राखियो। तिमीहरूलाई कुन ठाउँमा मर्न मन छ भनेर सोधियो। हामी केहीलाई बाँच्न लेखेको रहेछ। माथिबाट के आदेश आएछ कुन्नी, तिमीहरूको पालो भोलि भन्दै बिना मगर, कृष्ण केसी र मलाई हलमा लगेर राखियो। सायद त्यति बेला लगेर मारेका भए हामी मरिसक्थ्यौँ। त्यही घटना पश्चात हामी मारियौँ भन्ने हल्ला फिजिएको हुन सक्छ। तर हाम्रा अन्य साथी रेवकला तिवारी, भवनाथ धमला, निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, रेणुका दुलाल, दुर्गा बिसङ्खे, गोकुल निरौला, भीम महर्जन लगायतलाई हाम्रै आँखा सामुन्ने त्यो ट्रकमा राखिएको हो र त्यहाँबाट गएका हाम्रा अन्य साथी अहिलेसम्म फर्केका छैनन्। पछि हामीले त्यहाँबाट फर्केका सैनिक जवानबाट पाएको जानकारी अनुसार शिवपुरीमा उनीहरूलाई मारेर पूर्ण पहिला नै खाल्डो तयार पारिएको रहेछ। त्यहाँ गोली हान्ने समयमा सैनिक जवानहरू आतंकित भएर भागाभाग गरेका रहेछन्। पछि कर्णेल राजु बस्नेत, विवेक विष्ट, इन्दिवर शमशेर राणाले हाम्रा सबै साथीलाई गोली हानेर मारेछन् र पुरेछन्। त्यो कुरा त्यहाँबाट आएका सैनिकले नै हामीलाई बताए। यातनाका क्रियाकलाप त यथावत नै थिए। 5 पुसपछि धेरै ठाउँबाट हामीलाई खोजी नीति गर्न थालियो। त्यहाँ राखिएको छ भन्ने भइसकेपछि मिडियाले मलाई फलो गर्न थाल्यो। त्यसपछि उनीहरूले मलाई मारिहाल्न सकेनन्। केही समयपछि पर्खेर मार्ने विचारमा उनीहरू थिए। भैरवनाथगढमा कति बस्नुभयो? 27 महिना। हामीहरू त्यहाँ 1 घण्टा होसमा हुन्थ्यौँ र 23 घण्टा बेहोसीमा। हामीलाई 18 घण्टामा एकपटक खान दिन्थ्यो, 1 ग्लास चिया र भात। हामीलाई दिएको यातनाको पीडा त हुन्थ्यो नै, त्यसमाथि भोकै। हामी खाना खाएर भाँडा मोल्न जाँदा त्यहाँ खसेका जुठो टिपेर खान झगडा पर्थ्यो। यस्तो घटना त हिटलरले पनि यहुदीमाथि गरेको थिएन होला। हामी पीडाले गर्दा बरु गोली खानिदिए हुन्थ्यो भन्थ्यौँ। 27 महिनापछि मलाई सर्वोच्चले रिहा गर्न आग्रह गर्यो। तर लगतै मलाई त्यहाँबाट पनि पक्राउ गरियो र अन्य झुटा मुद्दा लगाएर नक्खु कारागारमा लगियो। यातना त दिन्थ्यो, तर भैरवनाथगढभन्दा त्यहाँ धेरै होलो थियो।